हेलो हजुर, सेवा नमस्कार। सबैजना सन्चै हुनुहुन्छ होला। म पनि ठिक छु। यहाँहरूलाई स्वागत छ फेरि पनि मेरो युट्युब च्यानलमा। आजको भिडियोमा चाहिँ आजको हाम्रो काम चाहिँ फुल रोप्ने रिपोर्टिङ गर्ने काम हुँदैछ। यहाँ चाहिँ गाईको गोबर मल 1 वर्ष अगाडिको, अनि त्यसपछि बालुवा, अनि जङ्गलको माटो पत्कर मल, त्यसपछि धानको भुस, अनि यहाँ अन्डाको खोस्टा पनि छ, प्याजको खोस्टा पनि, यो पनि हामी लाउने गरेको छौँ राख्दै। यो नयाँ फुलहरू छ, ल्याएको अस्तिको नर्सरीबाट किनेर ल्याएकोहरू। यो चाहिँ अस्ति राम्रो थियो, यो अस्ति नै रिपोर्टिङ गरेको हो, तर बिग्रेछ, त्यही भएर अर्कोमा रिपोर्टिङ गर्ने। यहाँहरूलाई देखाउँदै लान्छु। फुल भनेपछि संसारमा सबैभन्दा धेरै खुसी दिने चिज नै फुलै हो जस्तो लाग्छ मलाई चाहिँ। मलाई घर गएर कहिले यो फुलहरू रोप्नु, कहिले हेर्नु जस्तो भइसकेको थियो। आएर अब चाहिँ रमाइलो हुँदैछ। जतिसुकै थाकेको बेलामा अनि राति पनि यो काम गर्न चाहिँ जाँगर चल्छ, अरू गर्न चाहिँ अल्छी लाग्छ। यहाँहरूलाई कस्तो हुन्छ? यो चाहिँ गमला पुगेन, गमला अस्ति ल्याउन मैले सकिनँ भन्दा पनि ठ्याक्कै अब ल्याउँछु भन्दै थिएँ, आउने अघिल्लो दिन अरू कुरैमा बिजी भएर भ्याइनँ। यो चाहिँ अस्ति नै किनिराखेको थिएँ, त्यही भएर यो लिएर आएँ। यो चाहिँ पुरानै गमलाहरूमा म्यानेज गर्ने विचार गरेको छु। फेरि यहाँ कटिङहरू त 50-60वटा पनि बेसी छ। यो त अब गमला ल्याएर मात्रै रोप्ने होला। आज जतिवटा भ्याउँछ 15-16वटा यो पोली छ, यस्तैमा भए पनि रोप्नु पर्यो मिलाएर, कुनै गमलामा कुनै यसमा। यहाँ बिरुवाहरू छ, भाउजूले मिक्स गर्दै हुनुहुन्छ। सबै हालिदिनु न, यतिले त पुग्दैन होला हौ माटो त, अलिक ल्याउनु पर्थ्यो कि क्या हो। पत्कर ल्याउनु होला हौ अझै। ला उ त सेतो बोगनवेलिया त ओइलिसकेछ। अघि कस्तो घाममा अस्ति गाडीमा ल्याउँदाखेरि नै उयो भयो क्या। त्यति चाहिँ काटिदिनु पर्यो। यो काटछाट गर्ने कामहरू गर्नुपर्ने छ। फेरि एक दिन चाहिँ आज रोप्ने काम गर्नु पर्यो। अब यही मात्रै गरेर पनि भएन, गाउँमा बसिसकेपछि, पाहाडमा बसिसकेपछि अरू कामहरू पनि गर्नुपर्छ। त्यसले गर्दाखेरि एक टाइम चाहिँ 1-1.5 घन्टा चाहिँ यसलाई दिने कहिलेकाहीँ भ्याएको बेलामा दिने गर्छौँ। कहिलेकाहीँ यसो भ्याउँदा टाइम हुँदा। अन्डा खोस्टा सबै हाल्नु न, यतिले त के हुन्छ अरे। त्यति पत्कर त अझै ल्याउनुपर्छ होला हौ। पत्कर माटो चाहिँ हामीलाई चाहिँ पुग्दो नै छ है, जङ्गल वरिपरि छ। अब बजारतिर चाहिँ पत्करहरू पनि पाउन गाह्रो हुन्छ, माटो पनि पाउन गाह्रो हुन्छ। हामीलाई फुल र गमला पाउनु र टाइम पाउन मात्रै गाह्रो हो। माटोहरू त माटो मल पत्कर पाउन चाहिँ सजिलै पाउन सकिन्छ। हामी चाहिँ पत्कर ल्याऊँ होला हौ, अलिकति पुग्दैन होला। अब यो सानोमा पनि रोप्नुपर्ने छ। हाम्रो यस्तो काम हुँदैछ। हामीले देखेको छ कि छैन हौ। हामी अब चाहिँ रोप्दैछौँ हजुर फुल। अब यो ग्लोभ्स लाउनु पर्यो। अर्को मोटो ग्लोभ्स पनि छ। यो चाहिँ फेरि त्यो के भन्छ, काँडाले घोच्छ भनेर लगाएको हो खासमा चाहिँ, तर काँडाले पनि यतिकोमा त केही घोचिहाल्छ। अनि त्यो नङमा पस्न त कि यति हामी काम गर्ने मान्छेको जहिले पनि पसिहाल्छ, सधैँ जोगाएर त हुँदैन कि। तर पनि लगाइ ठिकै छ। अब यसरी मल्दैछौँ हामी चाहिँ। काँडा यो कटुसको हो, साह्रै धेरै काँडा चाहिँ छ कि। फेरि काँडाले चाहिँ अलि हुन्छ र प्रब्लम गर्छ। लाउनु पर्यो फुल रोप्न। फुल हेर्दा राम्रो देखिन्छ, तर त्यति नै मेहनत पनि लाग्छ, त्यति नै गाह्रो पनि हुन्छ, दुःख पनि हुन्छ। तर आफूलाई इच्छा लागेको मनपर्ने कुरा गर्नलाई त्यति गाह्रो पनि लाग्दैन। ल यति भएपछि कसो नफुल्ला है।
दानाको पात पनि रुद्राक्ष पनि फलेर पैसा कमाउनु पर्छ 21 मुखे 5वटा जति फल्यो भने कान्छी तर म वर्ल्ड टुर हान्नुपर्छ पछि हामी रोप्ने छौँ यो चाहिँ सानो व्हाइट कलरको रहेछ यो पनि राम्रो रहेछ भाउजूले खै कहाँबाट ल्याउनु भएको अरे योलाई चाहिँ यसलाई निकालेर सानो गमलामा हालेर यसमा चाहिँ बोगनबेलिया रोप्नु पर्यो ठुलो ठुलो हुन्छ नि त पछि गमला म ल्याउँछु अहिले चाहिँ गमला ल्याउन अलिक प्रब्लम भएर मैले ल्याउन सकिनँ मैले त्यो आउने अघिल्लो दिन किन्छु भनेर अगाडि चाहिँ नकिनी बसिराखेँ भरे त्यो दिन भ्याएन कि नत्र 2-4वटा अलि ल्याउनु पर्यो भनेर सोचेको चाहिँ थिएँ तर भएन सोचे जस्तो हुन्न जीवन ल एउटा त साडी पनि सक्यो हजुर यो यस्तो चाहिँ यो के बिरामी रोग हो कि यो यस्तोमा चाहिँ यो कालो कालो यहाँहरूको पनि यस्तै हुन्छ कि हाम्रो मात्रै हुने हो के गर्ने होला त्यसलाई भनिदिनु होला कसैलाई जानकारी छ भने अब यति रोप्दैछौँ हामी यो पनि यो चाहिँ यसमा चाहिँ बोगनबेलिया रोप्नु पर्यो कि यसमा यो उमा गरिदिनु यसमा चाहिँ बोगनबेलिया रोप्ने बुहारी पनि अलिअलि भित्राउँदा हुन्छ नि त्यसो जति ल्यायो र पनि पुग्दैन के हो यस्तो म त यताको पो खानाइदिनु पर्यो यसरी रोप्दैछौँ है हामी चाहिँ हजुर एउटा बोगनबेलिया रोपिसक्यो अब यो व्हाइट कलर भयो नि त यो कटिङ कता छ हो काट्ने कस्तो नराम्रो माटो हेर्नु यो यस्तो माटो छ यस्तोबाट बिचरा के फ चट्टा पहेँलेको है म त राम्रै हो कि यो त अझ मैले अस्ति यस्तो गरेको पो त हल्का बनाएको यो कोट्याएर पहिलिसक्यो यो कति दिन भइसक्यो ल्याएको यस्तो माटो छ कि यो चिम्टिया माटो कि यसरी रोपिदिँदैछौँ अब चाहिँ आम्मामा हावा चलेको के साह्रो हावा चलेको घिस्यो तौलिया घिस्यो घिस्यो भन्दैछ गमलामा गरौँ भन्नुपर्छ कि मैले यो हल्का बनाएको पो त अस्ति नै अनि यहाँ पातहरू हालेको अम्बकको पातहरू थियो उहाँ हाम्रोमा अनि यति मात्रै राखेर मैले गरेको अम्मको पात चाहिँ कहाँबाट ल्याउनु भन्नु यो येल्लो यति नै हो स्यामलहरू थप्नुपर्छ ए गमला धोएर गर्नुपर्छ होला अब पछि पनि यस्तो बिचरामा यहाँ अनि ऊ त्यो सेतो रोपिदिने एउटा कुन सेतोमा मामी उता ल्याउँछु कुन सेतो मामी दिस वान कति धेरै हावाको अरू जेरेनियमहरूको सिम्पल जेरेनियमहरू कुन चाहिँ छ त्यस्तो खाना
त्यस्तो भएको हो है यति कलरको भएको छ नि त्यस्तो ए उता ल्याउनु कालिम्पोङ ल्याउनु यहाँभित्रको कालिम्पोङहरू ल्याउनु त्यसको अब सिजन सक्न आँट्छ नि त पछि म गमला लिएर यस्तो बनाउँछु कि यही गमला ल्याउनु नपाएर गमला ल्याउनु नपाएर मैले चाहिँ त्यो गमला रोप्दिनँ त्यो सानो खालकोमा त्यो छ नि यो मैले अस्ति मैले गज पिससम्म बनाएर ल्याएको छु यस्तो के त यो ल्याउनेवाला यस्तो छ मैले के बाँधेको थिएँ देखाउनु चाहिँ मम्मी त्यो आरिको दिन कतापट्टिको पार्क पक्रेको यो त मैले जानुभन्दा अगाडि पकेट सारेको कति छिटो यत्रो भयो नि 2-2.5-3 महिना भयो कस्तो देखियो रेड कलर रेड कलरको मम्मी हामीलाई गमला गिफ्ट दिनु होला है कसले हेर्दै हुनुहुन्छ नि यो चाहिँ यसको नाम के हो कालिम्पोङ क्यालेन्चे गमला गिफ्ट भएर दिन्छु माटो पत्कर मल फुल चाहिँ देखाउँछु मानि सबै रोप्यो अब यो सफा गर्नलाई कति टाइम लाग्छ त्यसले लाग्यो भने ब्लक कता छ पनि यति त गर्नु पर्यो फुल रोपिसकेपछि मलाई लाग्यो होइन के को हिँडी जग नभेटेर यहाँनिर हातले लाउँदैछु साफ र पानी मिक्स गरेर अनि फुलाउँछ यो ट्राउजर लगाएको यिनीहरूले सबले मलाई मिया रोज जिरेनियम लिएको छ खोइ एउटा रोज सक्यो आजको हाम्रो फुल रोप्ने रिपोर्टिङ गर्ने काम थ्याङ्क यू सबैजनाले हेरिदिनु भयो बाई बाई